हेलो गाइस, सम्पूर्णमा नमस्ते। ल जानकीको फर्ममा चाहिँ बट्टाबट बङ्गुर ब्याउन सुरु भएको छ। आज राति 3टा बङ्गुर ब्याएको रहेछ। एउटाले 13वटा पाको हैन, अर्को माउले चाहिँ 9वटा पाहा, अर्कोले चाहिँ 7वटा जम्मा। त्यो 7वटा पाउने माउलाई चाहिँ यो 13वटाको माउको बच्चा लएर मिसाइदिन्छु, किनभने त्यसको जम्मा 7वटा छ। अनि यता 2टा लएर मिसाएपछि ठिक्क हुन्छ भनेर यसरी मिसाइदिएको हुन्छु मैले चाहिँ। बाहिरपट्टि छ, तर हामीलाई चाहिँ टोक्न आउँदो रहेछ। अघि गएर मैले यसो हेरेको, टोक्न आयो झ्याम्मै, तर बच्चालाई केही नगर्दो रहेछ। फेरि बच्चालाई चाहिँ आरामसँग दुध दिने। हेर्नु कति राम्रा छन्, पोटिला पोटिला। यो चाहिँ 9वटा 10वटा भयो भने ठिक्क हुँदो रहेछ। धेरै पायो भने चाहिँ दुधै पुर्याउन सकिँदैन गाइस है। यी चाहिँ सबै ब्याउनी छन् खोरैपछि। खोर चाहिँ सफा गर्नै पाएको छैन, पानी छैन। पानी नभएको कारणले हामीले चाहिँ खोरलाई त्यति सफा गर्न पाएको छैन। कोसामा चाहिँ मैले 2टा राख्दैछु। अलि 1 महिना पछाडि ब्याउनी चाहिँ मैले 2-2टा गरेर नि राखिदिन्छु यसरी। ल हेर्नुहोस्, यो मोलिलो भएर बङ्गुरको मोलले घाँस पनि त्यत्तिकै उर्ला पात आउने, मकै पनि त्यत्तिकै राम्रो छ। गइसकेपछि चाहिँ मलाई चाहिँ यसरी काम गर्न मन लाग्छ। अब काम गर्नेहरूलाई पनि सिकाउनु पर्छ नजानेको कुराहरू। यिनीहरू चाहिँ उठ्नै सकेका छैन। अब यिनीहरू पनि भरे भोलिबाट सुरु हुन्छन् ब्याउनलाई। उठ्नै सकेका छैन। 60 दिनमा चाहिँ रेडी हुन्छ। हाम्रो चाहिँ बच्चा पाएको 60 दिनमा बेच्नलाई रेडी हुन्छ। ल हेर्नुहोस्, सबै छ के धेरै बङ्गुर चाहिँ मसँग। उतापट्टिको खोरमा नि त्यत्तिकै छ। यतापट्टिको खोरबाट ब्याइसकेर भएपछि उतापट्टिको ल्याएर यतापट्टि मिसाउनु पर्छ, किनभने यिनीहरूलाई लगेर फेरि अलग खोरमा राख्नुपर्छ। ल हेर्नुहोस्, यति राम्रो भयो छ घाँस है। अब यो बाटोको घाँस चाहिँ सबै निकालेर फाल्नुपर्छ, किनभने यहाँ धेरै बुढेको छ। नानीले काट्दैछन् घाँस। यो सानी सानी भयो भने काम चाहिँ राम्रो छ, सरसफाइ। ल हेर्नु है, अब मुसुक्क हाँसिन्। मैले नानी यता हेर न भनेको हाँसिन्, किनभने यिनी काम सिक्दैछन्। तर यति सानो उमेरमा यति राम्रो काम गर्दा खुसी पनि लाग्छ। जे गर्छन् एउटा लेडिजले चाहिँ जिम्मेवारी काम गर्छन् भन्ने कुरो एउटा उदाहरण पनि छ। म स्वयं आफैले पनि धेरै काम गरे हुन्छु यो फर्ममा गएर है। काम गर्नेले मात्रै गर्छन् भन्नु छैन, आफूले पनि उनीहरू सँगसँगै लाएर पनि म गर्छु। गइसकेपछि यिनीहरू चाहिँ अब 1-1.5 महिना लाग्छ यिनीहरूलाई अझै हुर्केर बेच्नको लागि। अहिले चाहिँ खोरहरू पुरै फोहोर छ, किनभने हामीले सरसफाइ गर्नै पाएको छैन पानी नभएको कारणले गर्दा। कुना कुनामा गएर बसेछन् बच्चाहरू। यिनीहरूलाई चाहिँ अलिअलि फिटको दाना दिन सुरु गरेको छु, किनभने यिनीहरू अब छिट्टो तयारी हुन्छन्। त्यो कारणले चाहिँ यिनीहरूले अलि दाना खाने भएपछि अलिअलि हालिदिनुपर्छ। ल नानीको घाँस काट्ने चाहिँ खतरा छ। हाम्रो नेपालको सुपर हिरो ड्राइभर भाइले चाहिँ ऊ त बिजुलीको काम पनि गर्छन् है। यता हेर न, हाँस न भनेको मेरो छोराले चाहिँ खाली गिजाउन थालेको छ, बाबाले यस्तो काम गर्नु हुँदो रहेछ भनेर। गाइस, हातमा काम र मुखमा राम टुट्न हुँदैन गाइस।